आजको विषय रहेको छ विश्वास भन्ने। कतिपटक हामीले यो विश्वासको बारेमा धेरै पटक सुनेको पनि हुन्छौँ अनि चर्चमा बाँडेको पनि हुन्छ। तर पनि आज अलिक फरक ढङ्गमा तपाईँहरूलाई लाने प्रयास गर्नेछु, विश्वासको बारेमा तपाईँहरूलाई बताउने प्रयास गर्नेछु। विश्वास भन्दै जाँदाखेरि तपाईँहरूलाई विभिन्न प्रकारले तपाईँहरूले विश्वासलाई परिभाषित गर्न सक्नुहुन्छ। तपाईँको विचारमा विश्वास भनेको छुट्टै प्रकारले तपाईँले परिभाषित गर्नुहुन्छ होला, तपाईँहरूको विचारमा तपाईँले गर्नुहुन्छ होला। तर हामी तपाईँहरूको परिभाषामा हामी जाँदैनौँ, तपाईँहरूले गर्नुभएको परिभाषितमा हामी जाँदैनौँ, मेरो परिभाषामा पनि म जाँदिनँ। तर विश्वासलाई बाइबलले कसरी परिभाषित गरेको छ है, विश्वासलाई बाइबलले कसरी परिभाषित गरेको छ हामी हेर्नेछौँ। हिब्रूको पुस्तक 11 अध्यायको 1 मा हेर्ने हो भनेदेखि त्यहाँनिर यसो लेखिएको छ, विश्वास चाहिँ आशा राखिएका कुराको निश्चय र नजिकै कुराको दृढ भरोसा हो। आमेन आमेन। तपाईँले याद गर्नुहोस्, यहाँनिर अलिक गहिरो रूपमा परिभाषित गरेको छ। यहाँनिर भनिएको छ नजिकै कुराको दृढ भरोसा हो रे। हामीले परमेश्वरलाई देखेका छौँ छैनौँ, अनि यो नदेखेको कुरामा भरोसा गर्नु चाहिँ के हो? साँचो विश्वास हो है। कतिपटि हामी विश्वास गर्न सक्दैनौँ। हामी यङ अवस्थामा हुँदै गर्दाखेरि, जवान अवस्थामा हुँदै गर्दाखेरि विश्वासलाई हामी सजिलोसँग लिन सक्दैनौँ। हामीलाई अहिलेको समयमा विश्वास गर्नको निम्ति एभिडेन्सको खाँचो पर्दछ, सबुत है। तिमी श्मशान हो भनेर म कसरी विश्वास गर्नु भन्ने कुरालाई जबसम्म उसको त्यो सबुत मैले पाउँदिनँ तबसम्म म उसलाई श्मशान भनेर विश्वासै गर्दिनँ। अहिलेको जेनेरेसनको मान्छेको कुरा गर्दैछु म। अहिलेको जवानहरूको अवस्थाहरू जवानहरूले सोच्ने कुराहरू म भन्दैछु तपाईँहरूलाई। विश्वासको बारेमा सजिलैसँग जवानहरूले विश्वास गर्न सक्दैन। अहिले त साइन्समा विश्वास गर्छ होइन, साइन्सले त प्रुफ दिन्छ होइन, के हो कि होइन? साइन्सले सबै कुराको प्रुफ दिन्छ हो, तर विश्वास चाहिँ प्रुफमा होइन, विश्वास चाहिँ भरोसामा चल्दछ। आमेन आमेन। हामीले हावालाई महसुस गर्छौँ, हावालाई हामी देख्न सक्दैनौँ, कसैले पनि देख्न सक्दैन, तर हामी फिल गर्छौँ, हामी भरोसा गर्दछौँ हावा चाहिँ छ, हावा चाहिँ छ है। यो चाहिँ दृढ भरोसा हो। हामी कतिपटक यो दृढ भरोसा गर्न चुकिरहेका हुन्छौँ। तपाईँको विश्वासलाई कमजोर भएर विश्वासहरू चाहिँ कमजोर भएको अवस्था हुँदछ है। तपाईँलाई एउटा उदाहरण दिन्छु। यहाँ बाइबलको 11 अध्यायको 3 मा पनि भनिएको छ, परमेश्वरले सम्पूर्ण कुरालाई बनाउनु भयो, तर कसद्वारा है? त्यहाँनिर हेर्नुहोस्, त्यहाँनिर तपाईँले हेर्नुहुन्छ भनेदेखि 3 पदमा विश्वासद्वारा हामी बुझ्दछौँ कि सारा विश्व परमेश्वरको वचनद्वारा सृष्टि भयो र जो दृश्य छ त्यो अदृश्य कुराबाट बन्यो। आमेन आमेन। तपाईँले यहाँनिर अहिले प्रकृतिमा के देख्नुहुन्छ? प्रकृतिमा देख्ने कुरा के हो? पहाड होला, जङ्गल, झरनाहरू होला, वनस्पति विभिन्न प्रकारका होला है। यी सबै हामी देख्न सक्छौँ। यो चाहिँ अदृश्य कुराबाट दृश्यमा आएको हो है। अनि यो चाहिँ विश्वासको शक्ति हो। विश्वास यस्तो खालको शक्ति हो, मान्छेले कल्पना गरेको भन्दा पनि अलिक माथिको कुरा हो यो विश्वास भनेको। हामीले बाइबलमा हेर्ने हो भनेदेखि उत्पत्तिको पुस्तकतिर सुरुवाततिर हेर्ने हो भनेदेखि त्यहाँनिर परमेश्वरले भन्नुभएको छ सम्पूर्ण कुरा सुन्ने थियो। त्यति बेलाको समयमा सबै कुरा सुन्ने थियो है। त्यो सुन्ने हुँदै गर्दाखेरि परमेश्वरले विश्वासद्वारा ती सबै अहिले देखिएका प्रकृतिमा देखिएका सम्पूर्ण कुराहरू बनाउनु भएको थियो।
तपाईँलाई अझै एउटा उदाहरण दिन्छु। यो क्याप हो, यो क्याप डिजाइनमा छ होइन, अब रङ पनि भइरहेको छ, डिजाइनहरू पनि छ विभिन्न प्रकारको। अनि यो क्यापोलाई बनाउँदै गर्दाखेरि बनाउनुभन्दा अगाडि चाहिँ यो अदृश्य थियो, यो मान्छेको सोचाइमा थियो हो, मान्छेको सोचाइमा थियो। अब मान्छेले बिस्तारै काम गर्दै गयो, अब के भयो, दृश्यमा आयो हो। त्यो व्यक्तिलाई, यो बनाउने व्यक्तिले के थियो भन्दाखेरि मैले चाहिँ एउटा गिटार बजाउनको निम्ति सजिलोको लागि मैले क्यापो बनाउँछु है, क्यापो चाहिँ यस्तो यस्तो प्रकारले बनाउँछु, मलाई विश्वास छ म बनाउन सक्छु हो, मलाई भरोसा छ म बनाउन सक्छु। अनि त्यसपछि केमा आयो, दृश्यमा आयो अनि बन्यो। अनि यो नै विश्वास हो। अदृश्य कुरालाई दृश्यमा ल्याउने शक्ति क्षमता विश्वासले राख्छ अनि यो नै विश्वास हो। आमेन आमेन। परमेश्वरलाई स्तुति भएको होस्। तपाईँहरू बिहान बिहान उठ्नुहुन्छ, बिहान उठेपछि के गर्नुहुन्छ, अब चिया खानुहुन्छ होला है, कतिको त खाना पनि खानुहुन्छ होला है। बिहान उठेपछि कामसाम गरेपछि खाना खाइन्छ। खाना कसले बनाउँछ, कसले बनाउँछ खाना? मम्मीले बनाउँछ होला, बुवाले बनाउँछ होला, अथवा दाइ दिदीहरूले बनाउँछ होला। तपाईँले याद गर्नुहोस्, तपाईँले दैनिक जीवनमा तपाईँले विश्वासलाई प्रयोग गरिरहनु भएको छ, तर हामीलाई यादै हुँदैन हामीले विश्वासलाई चलाएको छौँ भनेर। याद हुन्छ? हुँदैन। मम्मीले भात पकाउँदै गर्दाखेरि, भात दिँदै गर्दाखेरि हामी मजाले खाइदिन्छौँ। हामीलाई के लाग्छ भन्दाखेरि मेरो मम्मीले मेरो निम्ति चाहिँ ठिक भोजन, असल भोजन चाहिँ दिनुहुन्छ मलाई भनेर हामी विश्वास गर्छौँ। त्यही भएर हामी प्रश्न गर्दैनौँ, ओ मम्मी तपाईँले त यहाँनिर बिगाल्नु भइसक्यो क्या हो भनेर प्रश्न गर्छौँ त? गर्दैनौँ। अनि यो तपाईँले जसरी त्यो भात खानुहुन्छ, खाना खानुहुन्छ है, त्यो चाहिँ तपाईँको विश्वासद्वारा तपाईँले सङ्कोच नमानी खानुहुन्छ। यो चाहिँ एउटा विश्वासको प्रयोग हो, विश्वासको प्रयोग हो। तपाईँ बसमा जानुहुन्छ होला, बसको ड्राइभरलाई तपाईँले विश्वास गर्नुहुन्छ, त्यही भएर त चढ्नुहुन्छ नि होइन? नत्र त यो ड्राइभरले त नि खोल्चामा लगेर हालिदिन्छ भनेपछि तपाईँ चढ्नुहुन्छ? तपाईँले विश्वासै हुँदैन, तपाईँसँग विश्वासै हुँदैन त्यति बेला। त्यो कारणले गर्दाखेरि विश्वास चाहिँ हामीले दैनिक रूपमा चलाइरहेको हुन्छौँ। आमेन। परमेश्वरलाई स्तुति भएको होस्। मैले स्कलर्सहरूको विभिन्न भनाइहरू पढेको छु। अहिले म बाइबल कलेज पढ्दैछु, बिटिएस। अनि त्यति बेलामा विभिन्न स्कलर्सहरूले भनेको कुराहरूलाई टिपेको हुन्छु, सुनेको हुन्छु, सरहरूले पढाएको। अनि मैले विश्वासको बारेमा, विश्वासलाई परिभाषित गर्ने दुईजना स्कलर्सहरूको भनाइलाई म तपाईँहरूको माझमा राख्न चाहन्छु। मलाई अति मनपर्ने है, फेरि मनपर्ने। पहिलो, अगस्टाइन अफ हिप्पो, यो एकजना स्कलर्स हो। अनि यो व्यक्तिले चाहिँ के भन्छ, विश्वासलाई कसरी परिभाषित गरेको छ? विश्वास भनेको नदेखेको कुरामा विश्वास गर्नु हो, यसको इनाम विश्वास गरेको कुरामा देखिनु हो। आमेन आमेन। यसको इनाम चाहिँ नदेखेको कुरामा विश्वास गरेको कारणले त्यो इनाम चाहिँ देखिने आउँछ, देखिने आउने कुरा हो नि त हो। विश्वासको शक्ति यस्तो खतरा हुन्छ कि अदृश्यकोलाई पनि दृश्यमा ल्याइदिन्छ। तपाईँको विश्वासले गर्दाखेरि तपाईँलाई आवश्यक पर्ने कुराहरू तपाईँको विश्वासले ल्याउँदछ। यो चाहिँ तपाईँहरूलाई ग्यारेन्टी छ है। अनि अर्को स्कलर्सको भनाइ कस्तो छ भन्दाखेरि चार्लेस स्पोर्जियोन, यो एकजना, यसको भनाइ चाहिँ कस्तो बवाल छ, कस्तो गहिरो छ, साह्रै मन परेको भनाइ हो यो चाहिँ मलाई। तपाईँहरूलाई कस्तो लाग्छ? यस्तो छ, सानो विश्वासले तिम्रो आत्मालाई स्वर्गतिर लैजान सक्छ, तर ठुलो विश्वासले स्वर्गको आनन्द तिम्रो आत्मामा ल्याउन सक्छ। आमेन आमेन। खतरा छैन त? खतरा छैन त? दामी छैन त? हाम्रो विश्वासले स्वर्गको कुरा संसारमा ल्याउनु भनेको सानो कुरा होइन। स्वर्गको कुरालाई संसारमा के ल्याउन सक्छ? केले ल्याउन सक्छ? विश्वास बाहेक के ल्याउन सक्छ होला? कल्पना गर्नुहोस्। सक्दैन, केले पनि सक्दैन। तर स्वर्गको कुरालाई
ल्याउन सक्ने क्षमता विश्वासमा मात्र रहेको छ। आमेन। आज तपाईँ र मैले विश्वास गर्नुपर्नेछ। परमेश्वरमा जब तपाईँ र मैले विश्वास गर्छौँ नि, तब हामीले सोचेको कुरा है, हामीले जुन कुरा कल्पना गर्छौँ, जुन कुरा भविष्यमा सोचिरहेको हुन्छौँ, त्यो कुरा चाहिँ पछि गएर हामीले दृश्यमा प्राप्त गर्छौँ। आमेन आमेन। हरेक व्यक्तिसँग भविष्य छ। अहिले एकजनालाई सोध्यो भने सबैसँग म यो भन्छु भोलि गएर है, भोलि गएर यो प्राप्त गर्छु है, आउने समयमा म यस्तो किसिमले माथि बढ्छु, हो यो प्रकारको भविष्यहरू होला। तर त भविष्य तपाईँले देख्नु भएको छैन, भौतिक रूपमा तपाईँले देख्नु भएको छैन, तर तपाईँले कल्पना गर्नुभएको छ। त्यो कल्पनालाई चाहिँ वास्तविकमा ल्याउनको निम्ति के को आवश्यक पर्छ? हजुर, के को आवश्यकता पर्छ? विश्वासको। आमेन। अब हामीले विश्वास गर्ने कि नगर्ने भन्ने कुरामा हो। विश्वास कसमाथि गर्ने? विश्वास किन चाहिन्छ हामीलाई? विश्वास किन चाहिन्छ? शास्त्रीय हिसाबमा जाऊँ हामी। विश्वास किन चाहिन्छ भन्दै गर्दाखेरि पहिलो पोइन्ट, परमेश्वरलाई प्रसन्न पार्नको निम्ति। हिब्रू 11:6 त्यहाँनिर भनिएको छ, विश्वास बिना परमेश्वरलाई प्रसन्न पार्नु असम्भव छ। यसको मतलब के हो? परमेश्वरलाई प्रसन्न पार्नको निम्ति विश्वासको आवश्यक पर्छ। हरेक व्यक्तिले परमेश्वरलाई प्रसन्न पार्ने इच्छा राख्दछ भनेदेखि त्यो व्यक्तिले परमेश्वरलाई विश्वास गरेको हुनुपर्छ। आमेन। तपाईँ परमेश्वरमा विश्वास गर्नुहुन्छ? परमेश्वरमा विश्वास गर्नुहुन्छ तपाईँहरू? गर्नुहुन्छ नि, होइन? अब तपाईँहरू प्रति चाहिँ परमेश्वर प्रसन्न हुनुहुन्छ। आमेन। परमेश्वर खुसी हुँदाखेरि आफू तपाईँहरूलाई कस्तो खालको महसुस हुन्छ? विचार गर्नुहोस्, याद गर्नुहोस् है। परमेश्वर मेरो कारणले खुसी भइरहेको छ भन्दै गर्दाखेरि तपाईँलाई के लाग्छ हृदय? विचार गर्नुहोस् एकदम। दोस्रो पोइन्टमा, प्रार्थनामा उत्तरको लागि विश्वास चाहिन्छ। हामीले हेर्ने हो भनेदेखि मर्कुसको पुस्तक 11:24 त्यहाँनिर के भनेको छ भन्दाखेरि विश्वास साथ प्रार्थनामा तिमीहरूले जे माग्छौ त्यो तिमीहरूले पाउनेछौ भनेर भनिएको छ। आज तपाईँको आवश्यकता के छ? तपाईँको आवश्यकता के छ? तपाईँले याद गर्नुहोस्, तपाईँको जीवनमा विभिन्न प्रकारको आवश्यकताहरू होला है, विभिन्न प्रकारका टेन्सन होइन, समस्याहरू होला, तर याद गर्नुहोस् यीशु ख्रीष्टले भन्नुभएको छ, तिमीहरूले विश्वास साथ तिमीहरूले प्रार्थनामा जे माग्छौ त्यो तिमीहरूले पाउनेछौ। आमेन आमेन। के तपाईँ परमेश्वरमा विश्वास गर्नुहुन्छ? निश्चय नै तपाईँको आवश्यकता परमेश्वरले पुरा गर्नुहुन्छ। आमेन। परमेश्वरलाई स्तुति भएको होस् है। अनि कतिपल्ट विश्वास गर्न पनि गाह्रो हुन्छ, किनभने हामीले देखेकै हुँदैनौँ। जसरी थोमाले विश्वास, जस्तो थोमाको विश्वास थियो त्यो प्रकारको विश्वास पनि हामीसँग हुन सक्ने सम्भावना हुन्छ है। हामीले कतिपल्ट ठुलो कुरा माग्छौँ अरे, अनि त्यति बेलाको समयमा यो त परमेश्वरले गर्न सक्नुहुन्न है, मलाई अहिले आवश्यकता परेको छ, मलाई भोलितिर काम छैन भन्ने खालको हुनसक्छ। तपाईँलाई त्यस्तो खालको अनुभव आउन सक्छ, त्यस्तो खालको विचार आउन सक्छ, तर धैर्य गर्नुहोस् है। रोमीको पुस्तकले भन्दछ, 12:12 भन्दछ, सङ्कष्टमा धैर्य धारण गर भनेर। हामी त्यस्तो पोइन्टमा जाऊँ, कठिनाइमा टिकिरहन। रोमी 12:12 चोटि हेरौँ, त्यहाँनिर भनिएको छ, आफ्नो आशामा आनन्द गर, सङ्कष्टमा धैर्य धारण गर, प्रार्थनामा निरन्तर लागिरह। आमेन। हामी प्रार्थनामा निरन्तर लाग्नु पर्दछ भनेर आजको यो पदले भन्दछ। तपाईँहरूको जीवनमा, कतिजनाको जीवनमा शरीरमा रोग र बिमारहरू हुनसक्छ,
कतिको परिवारमा कोही व्यक्ति बिमारी हुन सक्छ, बुवा होला, सायद मम्मी होला। त बिमार भएको बेलामा हामीलाई लाग्न सक्ने कुरा विभिन्न प्रकारको छ है। परमेश्वर आफ्नो बाउ भए, मेरो बाउ छ भनेदेखि मलाई बाउले कष्टमा परेको बेलामा, दुःखमा परेको बेलामा उहाँले हेर्नुपर्ने हो नि त। परमेश्वरले त मेरो दुःखलाई हटाइदिनु पर्ने हो नि त है, मेरो समस्यालाई हटाइदिनु पर्ने हो नि त। किन हटाउनु भएको? 3 दिन भइसक्यो है ज्वरो आएको है, वर्षौँ भइसक्यो म रोगले थलिएको, अझै पनि किन म निको भएको छैन? अझै पनि म किन निको भएको छैन? कि परमेश्वर नै छैन र? आउन सक्छ तपाईँको हृदय प्रश्नहरू आउन सक्छ विश्वासको बारेमा है। अनि यस्तो बेलामा परमेश्वरको वचनले यही नै भन्दछ, आफ्नो आशामा आनन्द गर, सङ्कष्टमा धैर्य धारण गर, प्रार्थनामा लागिरह। हामी आफ्नो आशामा आनन्द गर्नु भनेको के हो? मलाई एकजना दाइले भन्नुहुन्थ्यो, भाइ मैले परमेश्वरमा विश्वास गरेपछि त हरेक सङ्कष्टमा पनि मलाई त कस्तो एक प्रकारको आनन्द फिल हुन्छ भन्नुभएको। मेरो छोरी बिमारी छ र पनि मलाई एक किसिमले आनन्द मिलेको छ है। पहिला यस्तो किसिमको आनन्द थिएन, म ईश्वरलाई विश्वास नगर्ने बेलासम्म म यस्तो थिएन। तर अहिलेको समयमा मेरो छोरी बिमारी भए तापनि म आनन्दित छु। परमेश्वरले निको पार्नुहुन्छ, परमेश्वरले आवश्यक कुराहरू जुटाउनुहुन्छ भन्ने कुरामा म आनन्दित छु भनेर भन्नुभयो। त्यो कुराले मलाई साह्रै मन छुयो। आज हाम्रो जीवनमा पनि विभिन्न प्रकारका सङ्कष्टहरू आउन सक्छ। तपाईँले याद गर्नुहोस्, अहिले जवान अवस्थामा हुनुहोस्, आउँदै गर्दाखेरि अब जवानहरूलाई त विभिन्न कुरा मनपर्छ है। त्यति बेला त अब गलत कार्य गरे पनि सही नै लाग्छ भन्ने भन्छ सबैजनाले, प्रायः जस्तो मान्छेहरूले। त्यो कारणले गर्दा विचार गर्नुहोस्, तपाईँले आफ्नो सङ्कष्टमा धैर्य धारण गर्नुहोस्, प्रार्थना गर्नुहोस्, तपाईँको विश्वासलाई टुट्न नदिनुहोस्। तपाईँको विश्वासले तपाईँको जीवनमा आउने समयमा परिवर्तन निश्चय नै ल्याउँछ। आमेन, आमेन। यो चाहिँ परमेश्वरको वचन हो। त्यस कारणले हामी विश्वास गर्नु अति आवश्यक पर्दछ। हुन्छ, अब विश्वासले के गर्छ? मैले एउटा मात्र पोइन्ट बनाएको छ, विश्वासले के गर्छ? यस्तो विश्वासले केही नै गर्दैन भन्ने होला कतिकोमा होइन। तर विश्वासले के गर्छ भन्दाखेरि असम्भवलाई सम्भवमा परिणत गर्छ, असम्भवलाई सम्भवमा परिणत गर्छ। मान्छेको नजरमा एउटा मरेको व्यक्ति उठ्नु असम्भव कुरा हो। क्यान्सर लागेको व्यक्ति, प्यारालाइज भएको व्यक्ति, मान्छेको नजरमा त्यो असम्भव कुरा हो निको हुनुको निम्ति। त्यो प्यारालाइज भएको मान्छे कसरी निको हुन्छ? त्यसको त हात त खुट्टै चल्दैन। डक्टरको हेराइमा पनि प्यारालाइज भएको मान्छे त्यस्तै हो है। अब विभिन्न झाँक्री होला कि विभिन्न प्रकारका उसो होला होइन। विभिन्न मान्छेको सोचाइमा चाहिँ क्यान्सरको रोग, मान्छे मरेको व्यक्ति उठ्नु भनेको, निको हुनु भनेको असम्भव कुरा हो। तर सम्भव चाहिँ के हो भन्दाखेरि विश्वासद्वारा हामी जब प्रार्थनामा लाग्छौँ नि, तब चाहिँ त्यति बेलामा असम्भवलाई सम्भवमा परिणत गर्छ। आमेन, आमेन। आज परमेश्वरको वचनले हामीलाई यही भन्दछ, विश्वासमा चाहिँ खतरै शक्ति छ, खतरै शक्ति छ। एउटा उदाहरण दिनुभएको छ येशू ख्रीष्टले। टाइम सकिँदैछ। तिम्रो विश्वासले यो डाँडा समुद्रमा उक्लेर खस भन्यो भने खस्छ भनेर भनिएको छ। शाब्दिक रूपमा हामी हेर्ने भनेदेखि खस्ने नै हो शाब्दिक रूपमा। तर हामी कतिपटक त्यसलाई हामी तुलना गरिदिन्छौँ, समस्यामा, सङ्कष्टमा, दुःखमा तुलना गरिदिन्छौँ है, त्यसलाई व्याख्या गरिदिन्छौँ। तर मेरो विश्वास छ भनेदेखि, तपाईँको विश्वास छ भनेदेखि असम्भवलाई त सम्भवमा परिणत गर्नुपर्ने हो नि त हो। उदाहरणको लागि यो क्याब हो, यसलाई म गाइड गरिदिन्छु। विश्वासमा के छ? असम्भवलाई सम्भवमा परिणत गर्ने शक्ति छ। यो के हो? सम्भव कुरा हो। मैले गाइड गर्नु, यो सम्भव कुरा हो, सम्भव कुरा हो। तर
यदि खटाई विश्वास छ भनेदेखि हुनसक्छ। तपाईँको मरेको मान्छे त उठ्छ भनेदेखि यो बिलाउनु ठुलो कुरा हो। लाजरस उठेको होइन, प्यारालाइज भएको व्यक्ति उठेको होइन। विचार गर्नुहोस्, हाम्रो विश्वास चाहिँ जहिले पनि सुनाइबाट आउँदछ। विश्वास सुनाइबाट आउँदछ। बाइबलले भन्दछ जे सुनिएको छ त्यसैबाट विश्वास आउँछ, जे सुनिन्छ त्यो ख्रीष्टको प्रचारबाट आउँछ। रोमी 10:17। हामीले यीशु ख्रीष्टमा विश्वास गरेपछि रोगीहरू त निको हुँदो रहेछ भन्ने कुरा चाहिँ कसरी सुन्यौँ? कतै न कतैबाट सुनेको हो नि, कि आफै मनमा आयो गरिदियो? सबैजना यहाँनिर प्रायः जस्तो क्रिस्चियन ब्याकग्राउन्डबाट आएको होला है। हामीले बच्चैदेखि सुनिरहेका छौँ यीशु ख्रीष्टमा विश्वास गर्ने व्यक्ति हरेक रोग र बिमारबाट निको हुँदछ। त्यसमा त्यस्तो खालको विश्वास हुन्छ भन्ने कुरा हामी सुन्दैथ्यौँ। अनि त्यो विश्वास चाहिँ सुनाइबाट आएको हो। अहिले तपाईँहरू विश्वास गर्नुहुन्छ यहाँनिर एकजना बिमारी हुन्छ भनेदेखि म यसलाई प्रार्थना गरिदिन्छु यो निको हुन्छ भन्ने खालको विश्वास छ। किन भन्दाखेरि त्यो विश्वास चाहिँ सुनाइबाट तपाईँको जीवनमा आएको हो। आमेन। परमेश्वरलाई स्तुति भएको होस्। आज हामीले विश्वासको बारेमा सिक्यौँ। विश्वास किन चाहिन्छ, विश्वासले के गर्छ, विश्वास कहाँबाट आउँछ, यस कुरालाई हामी प्रश्न पारेका छौँ। म सघाउँछु अब 2टा प्रश्न गरेर। पहिलो प्रश्न, आफ्नो विश्वासले अरू व्यक्ति बाँच्छ त अथवा निको हुन्छ त? बुझ्नुभयो? आफ्नो विश्वासले अरू व्यक्ति बाँच्छ त? अनि दोस्रो, रोगी बिमारी निको पार्न चङ्गाईको वरदान भएको वा भूत लागेको व्यक्ति नै रोगी बिमारी निको पार्न चङ्गाईको वरदान भएको व्यक्ति नै चाहिन्छ? रोगी बिमारी निको पार्न चङ्गाईको वरदान नै चाहिन्छ? तपाईँ मलाई प्रश्न छ। पहिलो प्रश्न, आफ्नो विश्वासले अरू व्यक्ति बाँच्न सक्छ त? तपाईँको भनाइमा के छ? बाँच्न सक्छ कि सक्दैन? यति मात्र भन्नुहोस्। सक्छ? विश्वासले अरू बाँच्न सक्छ? तिम्रो विश्वासले तिम्रो भाइ बाँच्न सक्छ? सक्दैन नि, होइन? ओके, तिम्रो भनाइ के छ? सक्छ? ओके, तिम्रोमा सक्छ भने हात उठाउन। मेरो विश्वासले यो बहिनी निको हुन्छ भन्ने विश्वास के भन्छ त्यो व्यक्तिले हात उठाउनु। 1 2 3 4 5 6 7 8 9 9जना बाहेक अरूजना चाहिँ सक्दैन। ओके, हाम्रो विश्वासले अरू व्यक्ति बाँच्न सक्छ। हामीले के भन्छ बस सुन्दै गर्दाखेरि यस्तो पनि सुनेका हुन्छ, आफ्नो विश्वासले आफू बाँच्ने हो, मेरो विश्वासले म स्वर्ग जाने हो, तिम्रो विश्वासले तिमी स्वर्ग जाने हो। स्वर्ग जानेको कुरामा त ठिक हो, तर भौतिक रूपमा बाँच्छ कि बाँच्दैन, उसको रोग बिमारी चङ्गाइ हुन्छ कि हुँदैन, त्यो कुरा हो। तर हामीले हेर्ने हो भनेदेखि मत्तीको पुस्तक 8:13 त्यहाँनिर एउटा स्टोरी घटना छ। एउटा पक्षाघाती भएको व्यक्तिलाई छानाबाट यीशु ख्रीष्टको अगाडि झारेर राख्दछ अनि त्यहाँनिर यीशु ख्रीष्टले एउटा शब्द चलाएको छ, तिनीहरूको विश्वासले त्यो निको भएको भन्ने कुरा। तिनीहरू भन्ने शब्द चलाएको छ। त्यो कारणले गर्दाखेरि तपाईँहरूको विश्वासले तपाईँहरू बाँच्न सक्छ, तपाईँहरूको विश्वासले तपाईँहरू बाँच्न सक्छ। आमेन। यो प्रश्नमा क्लियर हुनुहुन्छ? ओके, दोस्रो प्रश्न हो, रोगी बिमारी निको पार्नको निम्ति
चङ्गाइको वरदान भएको व्यक्ति नै चाहिन्छ हो, वरदान भएको व्यक्ति हो जसले चाहिँ खतराइसक्यो के भन्छ चङ्गाइ गर्छ, भूतले नि धपाउँछ, त्यति व्यक्ति नै चाहिन्छ? वरदान नै आवश्यक पर्छ? वरदान आवश्यक पर्छ कुनै ठाउँमा होइन। तर पनि हामी जस्तो सामान्य मान्छेले पनि भूतहरू भगाउन सक्छौँ। हामी जस्तो सामान्य मान्छेले भूतहरू भगाउन सक्छौँ, रोगी बिमारी निको पार्न सक्छौँ, आश्चर्यको काम गर्न सक्छौँ, जसरी यीशु ख्रीष्टले गर्नुभएको थियो। आमेन आमेन आमेन। यो अधिकार हरेक व्यक्तिलाई दिएको छ। मत्तीको पुस्तक 28:17 र 12 हेर्नुदेखि त्यहाँनिर महान आदेश दिएको छ। त्यहाँनिर विश्वास गर्नेहरूसँग यही चिन्हहरू छ, तिनीहरूले मेरो नाममा भूतहरू धपाउनेछ हो, तिनीहरूले विषालु चिज बेच्दा पनि तिनीहरू कुनै किसिमको हानि हुने छैन, यो कुराहरू लेखिएको छ है। अझ हाम्रो विश्वास चाहिँ यस्तो खालको हुनु पर्यो कि मान्छेहरूले विश्वास गर्ने गाह्रो मानोस्। हाम्रो प्रार्थनाले, हाम्रो विश्वासले रोगी बिमारी उठ्न सकेको होस्, हाम्रो विश्वासले हाम्रो सबै समस्याहरू हट्न सकेको होस्, हाम्रो विश्वासले भविष्यको कुरालाई है, भविष्यलाई दृश्यमा ल्याउन सकेको होस् भनेर हामी विश्वास राख्नु अति आवश्यक पर्दछ। आमेन आमेन। परमेश्वरलाई महिमा भएको होस्। मेरो वचन सकिएको छ। 5 मिनट बेसी गएछु म, ठिक छ। अवश्य हामी प्रार्थना गर्नेछौँ। प्रभु यीशु, हामी यो समयमा तपाईँलाई धन्यवाद चढाउँदछौँ, किनभने प्रभु तपाईँको अनुग्रहमा, तपाईँको कृपामा आज हामी विश्वासलाई, प्रभु विश्वासको बारेमा हामीले धेरै जानकारीहरू तपाईँको वचनद्वारा हामीले पाएका छौँ। प्रभु हामी प्रभु तपाईँमा दृढ भरोसा राख्न सकौँ, तपाईँमा दृढ विश्वास राख्न सकौँ परमेश्वर पिता। कतिपटक हामी जवान अवस्थामा हुँदै गर्दाखेरि विभिन्न प्रकारका शङ्काहरू आउन सक्छ, विभिन्न प्रकारका निराशापनहरू आउन सक्छ। प्रभु हामी तपाईँको विरुद्धमा जान सक्छ प्रभु, तर तपाईँ परमेश्वरले हामीलाई विश्वासमा स्थिर गराउनुहोस् प्रभु। तपाईँ परमेश्वरको उपस्थितिमा हामीलाई डोर्याउनुहोस्। हरेक व्यक्तिले प्रभु तपाईँमा सही विश्वास राख्न सकेको होस्। तपाईँमा राखेको विश्वासले भविष्यको आउने समस्याहरू हट्दछ। तपाईँमा राखेको विश्वासले सम्पूर्ण भविष्यलाई नै प्रभु दृश्यमा ल्याउन सक्दछ प्रभु। तपाईँको अनुग्रह, तपाईँ परमेश्वरमा हामी विश्वास हामी सदासर्वदा राख्न सकेको होस्। सम्पूर्ण यो वचनको समय प्रभु तपाईँको हातमा सुम्पर्दछौँ। हामीलाई सहायता गर्नुभएको निम्ति तपाईँलाई धन्यवाद चढाउँदछौँ। यो समयमा हामी छुट्टिन्छौँ प्रभु, अनुग्रह गर्नुहोस्। धन्यवाद यीशु ख्रीष्टको नाममा। सबलाई जय मसीह।